म चाहिँ लाइफ ज्याकेट लाएर एकदम यहाँ स्विमिङ गर्दैछु तपाईँहरूले एकचोटि हेर्नु होला आइदैन आइदिन्छ तर मजा सानो देखिने किन यो भयो त फेरि एउटा मेरो भिडियो बनाइदिए है चस्मा लाएर आउँछु के म है किशोर अब यता हेर्दै आउने अब त डुब्दैन क्या भतिज डुब्दैन भने अब शुद्ध पछाडि फर्केर यता हेर्दै पछाडि उत्तानो फर्केर उत्तानो पर मर्दैन क्या केही हुन्न घट्ने हो नि हामी चाहिँ यहाँ सिस्नेरी आएर चाहिँ नुहाइधुवाइ गरियो एकछिन स्विमिङ गरियो खोलामा अब त्यसपछि चाहिँ यो एकदम कञ्चन पानी स्विमिङ मात्र गरे आँखा सेकेन्ड भन्नु न मलाई अनि त्यसपछि गएर यो पानी खानु पर्यो मिठो चिसो घाइता छ यार पानी फड्केर जान्छौ छ भने ओइ मुला त्यस्तै हो क्या लिएर आउने हाम्रो हाम्रो यो सिस्नेरीको आजको घुमघाम हेलो साथीहरू अनि हामी पौडी खेलेर चाहिँ अब फर्किँदैछौँ हामीलाई यो डाँडो पुरै क्रस गरेर माथि माथि पुग्नु छ यो देखिरहेको डाँडो क्रस गरेर अब पौडी खेल्यो काना पानी छिरेर गयो लास्ट कान दुख्यो अब गर्ने चाहिँ के त भन्ने कुरा हो ओए किन रोके ए अँ पानी चाहिँ खाउँ है झर नि त भन्छ मस उठ्न साथ भैँसीले घाँस खाए चाहिँ गोरुले घाँस खाए चाहिँ ध्यान जप पूजा पाठ केही छैन उठेर ल ल्या चिया ल केरी गएको घुटु घुटु केरी हामी चाहिँ लोकल काँक्रो भर्खरै बारीबाट टिपेर ल्याउनु भएको छ दाइले बारी के होइन दाइ यो बारीको त हो नि अब कहाँ खेता फल्छ त भने खेतानी लाए त फलिहाल्छ नि मुला फल्छ तर अहिले खेता पाउने बेला चाहिँ होइन तार खेता हुन्छ क्या तर आज बुढो भान्जोलाई यार आज होइन बुढो भान्जालाई चाहिँ आज भोकै पारिदियो काँक्रो खान्छ अलि हामी एक चिरा खान्छौँ तिमी दुई चिरा खाऊ हेलो हामी चाहिँ अब यहाँबाट निस्क्यौँ के भयो हामी उकालो लाग्दैछौँ यहाँबाट अब मस्त यो बाटो चाहिँ आएछ भोलि बढी इन्डियन गाडी हिँडिरहेछ अहिले इन्डियन आउने सिजनै भएर हो कि के हो नेपालको लगभग सबैतिर पोखरातिर नि सब इन्डियनहरूले पूर्ण भइरहेछ होटलहरू उकालो चाहिँ अब लगभग 8-9 किलोमिटर हामी माथि डाँडा निस्किनु चाहिँ लगभग 7 किलोमिटर जति निस्किन पर्ने छ यो चाहिँ अब पुरै यस्तै उकालो बाटो हो
उकालो भयो नि बाटो चाहिँ ढलान गरेको पिच गरेको राम्रो नै छ समग्रमा। ओए जाम लाग्यो मस्त जाम लाग्यो। यो तीनवटा बाइक चाहिँ हाम्रो हो। हामी सर हिँडेर छौँ, अगाडि परमेश्वर र दाई, अनि बिचमा रोनिस, त्यसपछि म र भान्जा पछाडि। हामी अब माथि उकालो निस्किनु चाहिँ अलिक टाइम लागिन्छ, 5 किलोमिटर बाँकी छ अझै पनि। अनि त्यसपछि चाहिँ लगभग ओह्रालो नै हो। दक्षिणकालीमा अलिकति उकालो छ, नत्र खासै उकालो छैन। पहिरो डेन्जर खसारेछ कहिले हो पहिरो यहाँ। आमामा स्कुटर नि क्या कुदाइदिएको यार यस्तो उकालोमा पनि। भइरह हो र यो दिलमा ठाउँ छ र त्यो दिलमा ठाउँ छ र हामीले खानलाई कसले लाउँछ र आहोइ 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 आँखा नलाउ काले दाया खाना लाऊ। यस्तो घाम सर्क्यो अहिले चाहिँ यार। हामी पौडी खेल्ने चाहिँ मास बादल लाएर तनाव थियो। यार ओ कत्रो भिड यार यो त। आमामामा हाइट डेन्जर छ यार है। भने यार यस्तो पहिरो यार। यहाँ त पहिरो लडेर तलतिरको बस्ती त सबै खत्तम बनाइहाल्छ नि है। यो पहिरो लडेर गयो भने त यार कहाँ हाइट होला। यो बागमती त होइन नि, त्यही हो जस्तो लाग्यो क्या। बागमती अन्तै तल भनेरको झलुङ्गे पुलमा यसो एकछिन रोक्यौँ अनि बल्ल अरू कुरा हुन्छ। बाटोमा बसेर तिनीहरूलाई रोक त भन्छ झर त। ओहो पारिपट्टि नि बाटो पिच्छ त। कहाँ जाने बाटो हो यार त्यो? हजुर ए उताको डेन्जर पुल छ त यार। सर भन्जालाई चाहियो के चाहियो? पदार्थ क्या पदार्थ। पदार्थ बन्दै छ अब खान्छ खाऊ नि त। पटे खाने प्रोग्राम छ यहाँ दक्षिणकाली।